झुटो होइन साँचो नै भन्छु साँचो नै भन्छु मलाई कहिले भेट्छौ त अन्जु माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ दिसला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ दिसला झुटो होइन साँचो नै भन्छु मलाई कहिले भेट्छौ त यो अन्जु यो मैले इन्टरभ्यूबाटै भने है अन्जुसँग म 4 महिनापछि काठमाडौँ आइसके पछाडि भेट चाहिँ भएको छैन आज इन्टरभ्यूमा भेट हुन्छ कि भनेको मेरो सुटिङ पर्यो क्या भनेर अन्जुले भनिन् त्यो कारणले गर्दा चाँडै हामी फेरि अन्जुसँगै तपाईँको जोडीलाई कुराकानीमा ल्याउन चाहन्छौँ एकदम र छिट्टै अन्जु र कमलको जोडी फेरि पनि हामी इन्टरभ्यूमा आउनेछौँ त्यसपछि गरौँ ल बच्चा दुधको दुध पानीको पानी छुटाउनेछौँ ल जुन खालको अन्जुलाई माया गर्नुभएको छ त्यो माया सधैँ छ सधैँभरि ऐरावतीको पानी जस्तै सधैँभरि एकनासले बगिरहोस् कर्णालीको पानी जस्तो त्रिशुलीको पानी जस्तो सगरमाथाभन्दा अग्लो समुद्रको गहिराईभन्दा पनि अझ धेरै गहिरो माया गरिदिनु होला अन्जुलाई त्यत्तिकै नछोडिदिनु होला हाम्रो पनि यो बिन्ती भाउ छ ल हजुरले त माइतीको तर्फबाट भने जस्तो भन्नुभयो त ल धन्यवाद धेरै धेरै धन्यवाद सबैलाई